गाइज सिटी फ्रोजन मोमोले चाहिँ आफ्नो कस्टमरहरूलाई एकदमै राम्रो मोमो अनि मिठो क्वान्टिटीको मोमो उपलब्ध गराउनको लागि चाहिँ सधैँभरि यसरी नै टेस्ट गरेर मात्रै तपाईँहरूको लागि चाहिँ प्रोडक्सन थाल्छ है त। तपाईँहरूलाई यदि विश्वास लाग्दैन भने हाम्रोबाट मोमो लगेर जानुहोस् अनि खाएर अनि जेन्युन रिभ्यू दिनुहोस् है त। यहाँ रहेको मैले 3 खालको मोमो स्टिम गरेको छु। यो चाहिँ म आफै खानको लागि यति धेरै मोमो। यो डल्लो चिकन हो भने, यो एस सेपको बफ हो भने, यो सी सेपको चाहिँ भेज है गाइस। टेस्ट सबै बबाल लाग्छ। यदि तपाईँहरूलाई पनि चाख्न मन छ अथवा घरमा होटेलमा रेस्टुरेन्टमा तपाईँहरूले बेच्न मन छ भने सिटी फ्रोजन मोमोलाई चाहिँ तपाईँहरूले सम्झिनै पर्छ है। किनभने तपाईँहरूको कस्टमरले चाहिँ सिटी फ्रोजनको मोमो एकदमै धेरै मन पराउनुहुन्छ। हामीले बिर्ता मोडमा यही मोमो पकाएर स्टिम गरेर 300 देखि 400 प्लेट डेली हामी बेच्छौँ। कस्टमर पनि एकदम ह्याप्पी हुनुहुन्छ। तपाईँहरूको पनि होटेलमा यदि बेच्न चाहनुहुन्छ भने ढुक्क भएर बेच्नुहोस्। ठुलो ठुलो छ साइजमा पनि, क्वालिटी पनि छ, क्वान्टिटी पनि छ, मोमो खाए जस्तै हुन्छ।